फकासा सुरक्षित पूर्वधार डिगो सुख व समृद्धि आधार टाइगो मु नाराजना बिहेबा डेङ्क राष्ट्रिय भुख्या सुरक्षा दिवस हङ्गडो 1990 साल या भुख्या लुमन्टी लिसे फकासा जुइगो छेटी कम यागो बारे चेतना बोलङ्गीगो आजो कठ माघ 2 गते ठो दिवस हनावा चुङ्गो ख ठोडे हनाचुङ्गो ठुगु दिवस दिगो निकोगो दिवस ख नेपाल इतिहास टप भख्या बोगो थाइगो विक्रम सम्मत 1990 साल व वंगु 2072 साल या टप भख्या द क्यागुये एडिबे ठोबाय यकुहे अनगिन्ती भख्या बोया नेपाल भौतिक लिसे मानवीय क्षति ढासा मजुगो मखो नेपालले डेडस चेड निसे सचिया अन्तररे खुगु निसे च्यागु रेक्टर स्क्याले भख्या बोया चंगडो 2072 साल लिपा दुनाउको संरचना पुनर्निर्माण यज्ञ टमाटम जुया चंगडो 2072 साल वैशाख 12 गते गोर्खाया बारपाक केन्द्रबिन्दु जिया बोगो फकाजा गोडोटी मनोट सिगो लिसे च्यागु लख मल्याक निजी छे व गुसन मल्याक पुरातात्विक सम्पदा डुङ्गु ख राष्ट्रिय पुनर्निर्माण प्राधिकरण न्याकठ विनाशकारी फकाजा छेटिजुगो संरचनाया पुनर्निर्माण ज्या चेसुङ्गु प्रतिसग प्रगति ज्याचुङ्गु ठका ठागुटु प्राधिकरण शून्य पाखे पुनर्निर्माण न्याकोको जुसान ठठा गौरविया जिक प्रगति जुगो ठका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण या प्रमुख कार्यकारी अधिकृत सुशील ग्यावाली धायादिको ख हामीले चाहिँ केही गुम्बाका करिब चाहिँ हाम्रो 1392 वटा गुम्बा हुन् त्यसमध्येमा हामीले चाहिँ केही गुम्बाहरू बनाउनसम्म 402 वटा गुम्बाहरू चाहिँ नरसंहार गर्नुपर्ने त्यो काम हामीले अगाडि बढिसकेको छ 250 वटा गुम्बाहरू चाहिँ हाम्रो चाहिँ 100 वर्षभन्दा पुराना पुरातात्विक सम्पदाको रूपमा रहेको त्यसको काम पनि हामीले यही आर्थिक वर्षबाट अगाडि बढाउन गरी चाहिँ त्यसको डिजाइनको काम गर्न अगाडि बढाइसकेका छौँ त्यस्तै गरेर चाहिँ हाम्रो पत्ती चाहिँ 2000 वर्ग फिटभन्दा माथि करिब 20 वटादेखि चाहिँ हाम्रो 24 वटादेखि चाहिँ हाम्रो चाहिँ गुम्बाहरू छ त्यो गुम्बाहरूलाई पनि हामी चाहिँ अगाडि बढाउँदैछौँ र अर्को चाहिँ गुम्बा भनेको क्याटेगोरी भनेको स्थानीय तह गुम्बा समिति र चाहिँ नेपाल सरकारको चाहिँ रकममा करिब 50% को चाहिँ हिसाबले चाहिँ समय र गरी गरेर कार्यक्रम जाने गरेर चाहिँ ग्यावालिया कठ निजी आवास स्कुल स्वास्थ्य संस्था सम्पदा सरकारी भवन व सुरक्षा निकाय भवन पुनर्निर्माण प्राधिकरण पाखे जुया चंगुडो भारतको निर्माण सामग्री र भारतको निर्माण व्यवसायबाट काम गर्नुपर्ने व्यवस्थाको कारणले गर्दा हाम्रा साना साना विद्यालय स्वास्थ्य केन्द्र लगायतका कामहरूमा खर्च गर्न सक्ने स्थिति नभएर अहिले हामी विशेष गरेर यसलाई अस्पताल र त्यसपछि गएर चाहिँ हाम्रा ठुल्ठुला खालका भवनहरू हरेक भवन लगायतका चाहिँ संरचनाहरू र त्यसको साथसाथै चाहिँ विश्वविद्यालयका चाहिँ भवनहरूमा चाहिँ खर्च गर्ने गरिकन र चाहिँ हामीले चाहिँ त्यसलाई प्रेरित गरेका छौँ त्यसरी चाहिँ हामी चाहिँ व्यवस्था मिलाएको छौँ त्यसो गर्दाखेरि 24 अर्ब बराबरको जुन रकम छ अनि 49 अर्ब बराबरको भारतीय किनेको रकम नेपाल सरकारले अन्य चिजका पूर्वाधारका आयोजनाहरूमा खर्च गर्ने गरेर निर्णय पनि भइसकेको छ वखाबोगो पेडय अवधि दुनी निजी आवास पाखे चे खुगु प्रतिसग प्रगति जुगु खनिदो अठे ठुगो अवधि दुनी फकाचा क्षतिग्रस्त पिगु लख चेनिडो सोस व स्वीका छे दने ढुङ्गो गुडो अठे छगु लख चे गुड छे दना चंगु दुरासा ठो अवधि निगु अर्ब सुइगु टक खर्च जुइ ढुङ्गो गुडो गैर सरकारी संस्था मार्फत पिनिगो अर्ब याना मुक्क सुङ्गु खर्ब सुइन्यागो अर्ब टक खर्च जुइ ढुङ्गो गुडो तर आलियन्दनीको ज्यापुरा यात अजन सुङ्गु खर्ब मागो प्राधिकरण जानकारी बिगुडो फखालिपा ठिटी संघ संस्था पाखेन एकीकृत बस्ती डेका बिगुडो ठोए चले पिसुङ्गु एकीकृत बस्ती योजना न सरकार पाखे स्वीकृति जुइ ढुङ्गो गुडो रासा उकी मध्ये निनिगो या ज्या सुरु जुइ ढुङ्गो गुडो सुङ्गु एकीकृत बस्ती रासा पुनर्निर्माण जुइ ढुङ्गो ख अटेहे सम्पदा पाखे स्वयम्भू प्रतापपुर अनन्तपुर बौद्ध यलया कृष्णदेग हनुमान रखाया गति बैठक सोकया बज योगिनी व सरकारी जाको कठ प्रसुति गृह वीर अस्पताल नेपाली सेनाया जङ्गी अड्डा लगायत पुनर्निर्माण कोचा ढुङ्गो गुडो धराहरा रानीपुखो मरुसटह बसन्तपुर ल्याको नुवाको दरबार सिंह दरबार उत्तर पूर्व दक्षिण व पश्चिम भाग दरबार हाई स्कुल ठे जागो मुख्य संरचना पुनर्निर्माण जुयाचंगो प्राधिकरण जानकारी बिगुडो नेपाल मण्डल टेलिभिजन एनटी ब्युरो रिपोर्ट